नमस्कार, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म हजुरहरूलाई भन्न गइरहेको छु मेन्टली स्ट्रङ हुनको लागि अपनाउनु पर्ने 5 बानीहरू। 1 नम्बरमा रहेको छ जो कुरा तपाईको बितिसकेको छ त्यो कुरालाई सम्झेर रिग्रेट नगर्नुहोस्, जसले चाहिँ प्रेजेन्टलाई खराब गर्ने गर्दछ। 2 नम्बरमा रहेको छ जुन कुरा तपाई चेन्ज नै गर्न सक्नुहुन्न, जति कोसिस गरे पनि त्यसमा तपाई बदलावै ल्याउन सक्नुहुन्न भने त्यस्तो कुरालाई लिएर हेडेक नलिनुहोस्। 3 नम्बरमा रहेको छ जति सक्दो कम हुन्छ त्यति सक्दो कम बोल्नुहोस्, जसले तपाईको भ्यालुलाई पनि मेन्टेन गर्दछ र तपाईको इनर्जीलाई पनि बचाएर राख्दछ। 4 नम्बरमा रहेको छ हरेक दिन एक्सर्साइज वा मेडिटेसन गर्ने गर्नुहोस्, जसले चाहिँ तपाईलाई डे बाई डे मेन्टली फिजिकल्ली स्ट्रङ बनाउँदै लैजाने गर्दछ। 5 नम्बरमा रहेको छ डेली केही न केही सिक्दै जाने, लर्न गर्दै जाने, जसले चाहिँ भोलिको दिनमा तपाईलाई अगाडि बढाउने गर्दछ। जस्तै भनिने गरिन्छ द मोर यु लर्न द मोर यु अर्न। यी 5 कुरालाई चाहिँ तपाईले आफ्नो जीवनमा लागू गरेर कति स्ट्रङ्गर बन्नुभयो त।